आजकल हामीहरू सबैको मोबाइल ल्यापटपदेखि लिएर कम्प्युटरसम्म जीमेल एप्लिकेसन प्रयोग गरिरहेका हुन्छौँ, जसमा आफ्नै आइडी र पासवर्ड लगइन गरेर हामीले प्रयोग गरिरहेका हुन्छौँ। तर त्यसमा प्रयोग गरिरहेको पासवर्ड हामी पछि गएर भुल्न सक्ने अथवा बिर्सिएका पनि हुन्छौँ। त्यो बिर्सिसकेको पासवर्डमा पनि हामी नयाँ पासवर्ड कसरी लगाउने अथवा नयाँ पासवर्ड कसरी क्रिएट गर्ने भन्ने यदि तपाईले यस्तै किसिमको समस्या छ भने आउनुस् यो भिडियोलाई अन्त्यसम्म स्किप नगरिकन हेर्नुहोला र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। आउनुस् भिडियोलाई सुरु गरौँ। सबैभन्दा पहिला हजुरहरूको मोबाइल अथवा ल्यापटपको होम स्क्रिन अथवा डेस्कटपमा आउनुस्। त्यसमा आइसकेपछि मेल एप्लिकेसनलाई टच गर्नुस् र त्यसलाई ओपन गर्नुस्। अनि त्यसलाई ओपन गरिसकेपछि खुलिसकेको मेलको माथि दायाँतिर आइकनमा क्लिक गर्नुस् अथवा त्यसमा टच गर्नुस्। टच गरिसकेपछि त्यसमा अब हजुरले म्यानेज योर अकाउन्ट भन्ने अप्सनमा टच गर्नुस्। त्यसपछि हजुरहरूको मोबाइललाई थोरै स्क्रल अप गर्नुस् र गुगल पासपोर्टमा टच गर्नुस्। अनि त्यसमा टच गरिसकेपछि न्यू पासवर्डमा अब तपाईले कस्तो खालको पासवर्ड राख्न चाहनुहुन्छ तपाईले चाहेको पासवर्ड त्यसमा टाइप गर्नुस् र त्यसमा टाइप गरिसकेपछि माथि न्यू पासवर्डमा जुन पासवर्ड लगाउनु भएको छ त्यही पासवर्ड फेरि कन्फर्म गर्नको लागि कन्फर्म न्यू पासवर्डमा फेरि त्यही पासवर्डलाई रिटाइप अथवा पुनः टाइप गर्नुस् अनि त्यसलाई चेन्ज पासवर्डमा टच गर्नुस्। यति गर्नुभयो भने हजुरहरूको जीमेलको नयाँ पासवर्ड बन्नेछ अथवा पासवर्ड परिवर्तन हुने छ।